छोरी तिमीलाई पनि विदेश लान्छु भन्थ्यो लगला जस्तो छ नि त किन हो चिन्ता नगर्नु न ड्याडी यही काठमाडौँमा हुँदा त म बिना काहीँ जाँदैन थियो झन् फेरि सानो बेला त लगिहाल्छ नि डकुमेन्ट्सहरू त मिलाइसकेको थियो सरप्राइज दिन खोजेला नि सरप्राइज सब मिलाइन्छ चौध ढिलो भइसक्यो मलाई प्लेन चढ्न ए बाउ खाना लानु त किन खुसीले होला खै त तँलाई पनि विदेश लान्छु भन्थ्यो एक्लै जान आँटिसक्यो लान्छ कि लान्छ एयरपोर्ट पुगेर भए पनि मलाई लिन फर्किन्छ के सरप्राइज दिन आँट्यो होला नि त सरप्राइज पो लाग्यो है त ए सुन त एक्लै जान आँटे कहाँ म एक्लै जानु भने म एक्लै पनि कहीँ जान सक्छु त तँलाई होइन एयरपोर्टसम्म दिनु भयो हिँड्दा यार फेरि गयो त तिमीलाई लगला जस्तो छ नि त लान्छ कि ड्याडी लान्छ एयरपोर्टबाटै फर्केर भए पनि मलाई लिन आउँछ कि सरप्राइज होला नि त सरप्राइज फोन गर बिस्तारै हिँड्न कति हिँडे कहाँ प्लेन छुट्न आँटिसक्यो मलाई छिराइन फर्किने कति घुर्याइयो प्लेन छुट्दैन मलाई हेलो मलाई लिन आउँछ जस्तो छ कि छैन यसले तँलाई लिन आउँदैन यसको हिँडाइ हेर्दा बालेन टोपा जस्तो छ कहिले आँख मार्दै हुन्छ ए पक आउँछ होला क्या आउँछ होला सरप्राइज दिन खोजेको होला नि फोन नराखिकन मलाई लाइभ रिपोर्टिङ दिइराखे 50,000 भागमा ओ केटा होला के छ ल थ्याङ्क यू सो मच केटा यार ए कति भयो लास्ट 1000 भयो मलाई लास्टै गयो फर्किँदैन तँलाई लिन अब ब्यालेन्स पनि सकियो होला काटिन्छ फोन पापा रुके त यतै आउँदैछ के भयो के हुनु नि मलाई मैले मेरो लाइफको सबभन्दा अमूल्य चिज बिर्सेर जान आँटेछु हिँड त तिमी आइज आयो के छ त्यो रगो दाइको एयरपोर्टमा आएर फर्किनु भयो त ल ड्याडी म पनि जाने भइहालेँ अब उता गएपछि तपाईँलाई पनि तान्छु मम्मीलाई पनि तान्छु सरप्राइज दिन त खोजेर रहेछ त एयरपोर्ट पुरा फर्काएर ल्याएर मलाई गेर नलिजाँदैन यो ओए औरिया बरी मलाई बिर्सिनु होइन नि मलाई पनि तान अहिले कति सही गरेर थाहा छ नि तँलाई ल लिन आउनु भयो नि त लिन आउनु परिहाल्यो जिन्दगीको सबभन्दा महत्त्वपूर्ण कुरै छोडेर जान आँटेको छु धन्न एयरपोर्ट पुगेर सम्झे लिन आएपछि लानु न त अब त्यही त मैले कस्तो बिर्सेको ढिलो भइसक्यो खोइ त अनि त झोला लिन आएको झोला होइन सिर्केस लिन आएको